सो देख्न सक्नुहुन्छ आज चाहिँ यति कुरो मैले फुल टु फुल पत्रिका बारिसकेँ र चाहिँ आज मैले अरू पनि फाल्टु पनि बेचेको छु 20-30 रुपियाँ जति बेचेँ र मसँग 10 रुपियाँ खर्च गरेर अहिले मसँग रह्यो 20 रुपियाँ मसँग रहेको छ 20 गोजीमा राखेको छु। सो आज चाहिँ म छिटो आएँ। कति बजी आएँ भन्दाखेरि त्यो 2 बजेर 13 मिनटमा आइपुगिसक्यो र सो मेरो भान्जी यहाँ चिल्लाउनु हुँदैछ वाइ डु किन कराउनु भएको एन्ड यहाँ यो के यो नचलाउनु राख्नु त्यहाँ यो हाम्रो के छ यो धारा हो ट्याङ्की खानेपानी ट्याङ्कीको चाहिँ टुटी चाहिँ फुटाएछ नि तपाईँको खेलाउने हाम्रो भान्जीले राखेको रहेछ। सो त्यो भान्जीले चाहिँ खेलाउने कुरा देखाउनु भएको रहेछ त्यहाँ पानी यो चाहिँ यस्तो खेलाउँछ नि त यो गाइज खेलाउने भरियो भने चाहिँ देखाउनु भएको रहेछ। सो अनि के भयो भने आज चाहिँ म छिटो आएँ 2 बजीतिर समथिङ 2:15 भयो अहिले। अनि अहिले यतिखेर शीतल छ र हिजो अस्ति भन्दा आज चाहिँ एकदम घाम लागेको छ एकदम टन्डलोपुर र आज चाहिँ हल्का म ब्ल्याक पनि भयो जस्तो लाग्यो किनभने घाम कडा छ नि त त्यसले गर्दाखेरि डरेँ। अनि हल्का फुलहरू चम्कियो किनभने यसरी मैले चम्केर हेर्नु पाएको थिएन होइन घामले चाहिँ पुरा अहिले यसको चाहिँ सुन्दरतालाई चाहिँ देखाउनु सकेको छ अथवा देखियो सुन्दरता होइन घामले गर्दा टल्केर। सो मेरो घर भइहाल्यो यो फुल टु फुल मेरो घर भयो। यो किचन कोठा हाम्रो अनि यो हाम्रो केराघारी अनि यो चाहिँ एउटा हाम्रो यो अमिलोको बोट हो। यो यसमा अहिले फलेको छैन किन हो धेरै भइसक्यो 5-7 वर्ष जति भयो यो अमिलोहरू हामीले रोपेको 5-7 वर्ष हो तर यसमा अहिलेसम्म फल खानु पाएको छैन वाइ होइन वाइ किन अमिलो तिमी वाइ अमिलो तिमी किन नफलेको होइन हल्का तिमीले चिन्ता व्यक्त गर्न बनायो मलाई होइन तिमीले फल किन नदिएको होइन फल नदिएकोले गर्दाखेरि चाहिँ मलाई हल्का चिन्तामा तिमीले पार्यौ कहिले फल दिन्छौ। सो हाम्रो हल्का मेरो होइन इन्ट्रो गरे तपाईँहरूलाई मेरो इन्ट्रोडक्सन थोरै मेरो अहिले माहौल यस्तो छ घर परिआयो। सो अमिलोहरू पनि छ सम्पत्ति नभएको होइन आई हेभ टु मनी मसँग प्रशस्त सम्पत्ति छ किनभने यो सबै प्राकृतिक स्रोतहरू भनेको सम्पत्ति हो होइन सबैभन्दा सम्पत्तिहरूमा प्राकृतिक स्रोत साधनहरू पनि सम्पत्ति हो। त्यो हाम्रो केरा भइहाल्यो यो बिक्री भएको छैन अहिलेसम्म एउटा चाहिँ हामीले काटेर चाहिँ खाना भनेर राखिसक्यौँ हाम्रो अब पकाउनुको लागि राख्नुपर्छ नि त पकाउन राखेको छौँ। यो एउटा छ अब एउटालाई चाहिँ हामीले टेवा यस्तो यो के दिएको भन्नु छ भने यो यसलाई भन्छ होइन टेका भन्छ क्या गाइज यो चाहिँ हाम्रो टेका हो। यो टेका राख्नु जरुरी पर्छ किनभने यसले यो हाम्रो यसको केराको चाहिँ बोटले चाहिँ होइन यो केराले चाहिँ थाम्नु सक्दैन केराको अलिक वेट ज्यादा कडा हुँदाखेरि चाहिँ यसलाई चाहिँ हामीले टेवा दिनुपर्छ नभए त यो अब यसको बोटै भाँचिन्छ भने डर हुन्छ गाई त्यही भएर हामीले टेवा दिएको छौँ। यहाँ हेर्नु सक्नुहुन्छ टेवा छ टेवा र टेको पनि भन्छ टेको फर्स्टमा चाहिँ टेको पनि भन्छ टेका भन्छ है त टेका हो खासमा चाहिँ होइन कसैले टेवा भन्छ टेवा चाहिँ खासमा चाहिँ कसैले सघाउन चाहिँ टेवा भन्छ होला सरी टेका हो होइन टेका हामीले टेका दिनुपर्छ यसरी नभए यो भाँचिन्छ यसको बोट होइन भाँच्यो भने खतम भयो भने फेरि अर्कोको लागि हुँदैन नि त भाँचिएपछि सकियो भाँचिन दिनु हुँदैन नि त त्यसको लागि भाँचिन नदिनुको लागि टेका राख्नुपर्छ टेका राखेको छौँ यहाँ हामीले र हाम्रो यो भइहाल्यो। अनि यो हाम्रो सानो इन्ट्रो चर्चको लागि चाहिँ हामीले तयार गरेको यो सानो भवन छ अहिले आर्थिक रूपमा चाहिँ हामीसँग पूर्ण रूपमा चाहिँ आर्थिक नभएर चाहिँ अहिले हामीले सम्पन्न गर्न सकेको छैनौँ। यो हामीले अहिले राखेको चाहिँ यत्तिकै होइन यो पुरै यो हाम्रो सानो यो कोठा चाहिँ यो घर चाहिँ हामीले चर्च घरको लागि चाहिँ भनेर तयार गरे हो तर बनाउन सकेका छैनौँ र अब बिस्तारै यो कान्छोले कमाएर बनाउँछ भन्ने आशा छ। यो हाम्रो यस्तो छ अहिले होइन यो घर भइहाल्यो। अनि यो हाम्रो घर छिर्ने बाटो हो अनि हाम्रो यो चोक कञ्चनजङ्घा चोक भन्छ यहाँ होइन यहाँ छेउमा हाम्रो एउटा छिमेकी भाइको घर छ 2-3 तला आन्टीहरूको अङ्कलहरूको होइन यो चाहिँ हाम्रो अब व्यापारीहरूको भयो भने छिमेकी पनि छ यो छिमेकीको 2-3 तला घर छ त्यहाँ पनि छिमेकीहरूको 2-3 तला घर छ हाम्रो बिचमा रहेको छ। यहाँ चाहिँ हाम्रो बिचमा एकदम जस्तो कि इन्डिया र चाइना जस्तो चाहिँ हामीले चिप्लेको छ वरिपरि सिमेन्टी घरहरूको बिचमा हाम्रो यो अब घर रहेको छ। सो यहाँदेखि हामी अगाडि जान्छौँ भने यो बजार पर्छ बेल्टार बजार चक्क यहाँदेखि निस्किन्छ ठ्याक्क यो अब 2 मिनट पनि लाग्दैन यहाँ नजिकै छ हाम्रो कञ्चनजङ्घा बोर्डिङ भन्ने यहाँनिर बोर्डिङ छ। यहाँ अहिले चाहिँ अब तपाईँको पहिले चाहिँ खासै लोकेसन दिँदाखेरि चाहिँ कहाँ हो भन्दाखेरि त्यो एक्ज्याक्ट भन्नु चाहिँ गाह्रो हुन्छ क्या
अनि हाम्रो बोर्डिङ आएको छ। त्यो बोर्डिङमा चाहिँ अब कञ्चनजङ्घा बोर्डिङ नजिकै छ मेरो घर हो भन्दाखेरि ओ त्यहाँ कञ्चनजङ्घा चोक हो यहाँ चिन्छु भन्ने अलिक माहौल भइसकेको छ। र यहाँ नजिकै अर्को पनि एउटा हाम्रो चिन्नलाई चाहिँ हाम्रो जुन बाजे व्यापारसँग भन्ने पनि छ यहाँ भन है, त्यसले पनि चिन्ने गर्छ, पहिले चिन्ने गरिन्छ। सो अनि म चाहिँ अब पत्रिका बाँडिसकेँ नि त, पत्रिका बाँडेर आएँ फर्केँ है, खाजासाजा खाएँ। अनि खाजा त्यहाँ खान्छु नै बसौँ होइन, खाजा सधैँ गएर रुटिन हुन्छ र खाजा खाएँ। म खाजा खाएर यहाँ घरसँग आइसकेँ। घर आएपछि अब म गलेको छु, म पत्रिकाहरू राख्नुपर्छ त्यसलाई। अनि फाइलिङको लागि अरू उब्रेको पत्रिकाहरू सेभ गरेर राख्नुपर्छ नि त फाइलिङको लागि, र फाइलिङको लागि भनेर राख्छु म र चाहिँ। सो अब म यो काम सक्यो, अब मेरो काम यो सक्यो होइन, सकेपछि अब म चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ। रेस्ट गर्नैपर्छ मैले, किनभने एकदम मैले फुल टु फुल लगभग दिनमा चाहिँ 20 देखि 24 किलोमिटर म कुद्नुपर्छ। यहाँ होल्ड बेल्टार कुद्नुपर्छ। बेल्टारभरि म कुद्दाखेरि अब 5 देखि 10 किलोमिटर कुद्छु। अनि 8 दुना 16 किलोमिटर त ओहोरदोहोर हुन्छ मेरो 45 चोक, ज्यादा 8 किलोमिटर आउँदा 8 किलो 16 मिटर भयो गाइज। 16 किलोमिटर मेरो बसादेखि ओहोरदोहोर हुन्छ भने मेरो लगभग यहाँ त 8 किलो 5-7 किलो त 7-8 किलो त यहीँ किलोमिटर त यहीँ कुद्नुपर्छ बेल्टारभरि मैले। त्यो तल सातधारेदेखि सातधारे छ 3 किलोमिटर, फेरि यस्तो घुम 3 किलोमिटर 6 मिटर, यहाँ कलेन्चोक घुम माथिसम्म शिरबजामी छेउसम्म घुम तपाईँको मेरो त लगभग यहीँ छ 8 किलोमिटर जति कुद्नुपर्छ। अनि गलेर खुट्टा दुखेर मर्नुहुन्छ गाइस। अनि खुट्टा दुखेर मर्नु भइरहेछ। त्यही पनि अहिले चाहिँ मैले एकछिनको लागि चाहिँ अब भ्लग बनाउँछु अनि आराम गर्छु है, आराम गर्छु किनभने आराम गर्नै पर्छ नि त, खुट्टा दुखेर मर्नुहुन्छ गाइस। र अब भ्लग चाहिँ हल्का रह्यो आज, त्यति धेरै लामो हुँदैन। र चाहिँ त्यस्तै हो मेरो दैनिक जीवन चाहिँ अब पत्रिका बाँड्नै पर्छ। सो पत्रिका बाँड्ने भएकोले गर्दाखेरि त्यति कपाल काट्नु पनि भ्याएको छैन, कपाल पनि काट्नुपर्ने हुन्छ। अब बिस्तारै काट्छु अहिले काट्नु चाहिँ, तर आजभोलि मलाई त्यति धेरै कपाल काट्ने रहर छैन। किन हो है, मलाई त्यति धेरै कपाल काट्ने रहर छैन। हल्का मलाई म्याच भएको छ चाहिँ तपाईँहरूले बताउनु होला, कमेन्ट बक्समा कमेन्ट गर्नु होला। म कपाल काट्नु नकाट्नु तपाईँहरूले आफू कमेन्ट गर्नु होला त, कस्तो लाग्छ तपाईँहरूलाई कमेन्ट गर्नु होला। कपाल काट्दा राम्रो हुन्छ कि कपाल राख्दा ठिक हुन्छ है भनिदिनु होला, तपाईँहरूले भनेअनुसार गर्नेछु। सो आजको भ्लग यतिकै राख्न चाहन्छु है। सब्सक्राइब टु माई च्यानल, सब्सक्राइब गर्नु होला। आज मेरो हल्का यस्तो रह्यो भ्लग है, म आएँ सधैँको एक्सपिरियन्स मैले बताएँ। मेरो हल्का घरको अवस्थादेखि हल्का चोकहरू, अनि मेरो हल्का मेरो बजारदेखि अलिक भित्रीपट्टि छ घर भन्ने हल्का बताएँ, कति थाहा छैन। अनि यस्तै हो हाम्रो यो धेरै छैन, यहाँ 20-30 घर जति छौँ। अनि यहाँ त्यहाँदेखि अलिक पतिर खोला छ, खोला अनि खोलादेखि उता पारिपट्टि जङ्गल हो। त्यही हो मेरो इन्ट्रो, यतैतिर यस्तै छ लोकल मेरो भ्लग बिशप राई यता बिशप राई भ्लग। सब्सक्राइब गर्न च्यानल सब्सक्राइब गरेर बेल आइकन प्रेस गर्नु होला भन्दै आजको लागि भ्लग यतिकै राख्न चाहन्छु। ओके बाई, नेक्स्ट भ्लगमा म आउनेछु, तपाईँसँग बिदा हुन दिनुहोस्। ओके बाई।